दिनभरि यत्रो जुठो भएर छ। यति काम त ती बुढाबुढीले नि मलाई गर्न सकिहाल्थे नि। सबै ठाउँमा मेरो बाटो हेरेर कहाँ हुन्छु? मैले कति ठाउँमा भ्याउने एक्लैले? होइन के गर्दैछन् गर्न चाहिँ? हेर हेर सासू ससुरा भनाउँदाहरूको ताल दिउँसै लाटो कोसेर जसो सुतिरहेछन् भने। यो घरको नोकर्नी त म छुँदैछु नि। जुरुक्क उठ्यो बुहारी के पाके भने भइहाल्यो नि। आफूलाई भने भान्साको काम घर सफाइको काम यो सब काम गर्न त अब सक्दिनँ म पनि। फेरि बुढो भनाउँदा पनि सधैँ विदेश। हाम्रो पनि केही रहरहरू हुन्छ खुसीहरू हुन्छ। आज त म पनि घुम्न जान्छु। बुढाबुढी जेसुकै खाऊँ। फेरि नन्द भनाउँदी पनि घरमा छैन। यही मकाउन घुम्न जानु पर्यो। यो साडी लाएर के घुम्न जानु? कुर्ता सुरुवाल लाएर जानु पर्यो। यहाँ बुढाबुढी सुतिरहेछन्। म पल्लै कोठामा गएर फेर्छु। घुम्न जान्छु त भनिहाले। फेरि कोसित जानु? बरु साथीलाई फोन गर्नु पर्यो। हेलो, तपाईँ कहाँ हुनुहुन्छ? आज मलाई टाइम दिनु है। घुम्न जान मन लागिरहेछ कि आज रमाइलो गर्नुपर्छ। हुन्छ हुन्छ म आइहालेँ। अब जान्छु त भनिहालेँ। फेरि केमा जानु? पठाउ एप गर्नु पर्यो। सजिलो त हुन्छ। हेलो, पठाएको दाइ हो? मैले त्यहाँ लाइभ लोकेसन पठाइरहेको छु तपाईँको त्यो आइडीमा। तुरुन्तै यहाँ आइहाल्नु त। आज बुढाबुढी जेसुकै गरौँ। आफू त घुम्न गइन्छ रमाइलो गरिन्छ। भाउजू कहाँ हिँड्नु भएको? हिँड्ने बेला कहाँ हिँडेको भनेर सोध्नु न भने त्यति पनि थाहा छैन। म जहाँ गए पनि तिमीलाई के को चासो? होइन भाउजू आज कहाँ जानुभएको होला? जे होस् आमा बुवालाई नै सोधेर जानुभएको होला। भाउजू चाहिँ कता हिँड्नु भएको रहेछ? बरु छतबाट हिँड्नु पर्यो। भाउजू कहाँ जानुभयो भनेको त? को केटा मान्छे स्कुटी लिएर लिन आएको रहेछ अनि पो हिँड्नु भएको रहेछ। पर्खिनुहोस् यो कुरा बुवा आमालाई नभने कहाँ छोड्छु र? मुन्टेकी आमा, ए मुन्टेकी आमा। हजुर के भयो? किन आतिनु भएको यसरी? हेर न मुन्टेकी आमा, कस्तो नराम्रो सपना देखेँ मैले। कतै विदेशमा भुन्टी बिरामी त भएन भने? सपनाको कुरा गरेर पनि हुन्छ र? हिजो मात्र मैले कल गरेको थिएँ, सब ठिक छ भनेछ। हजुर पनि तिमी भन्छौ नि मुन्टेकी आमा, त्यो सानोतिनो बिरामी भयो नि त्यसले हामीलाई भन्दैन हामीले पिर मान्छौँ भनेर। तर बुहारीसँग सबै कुरा भन्नु हो। केही भएको भए त बुहारीले पनि सुनाउनु पर्ने। त्यही त भने नि भुन्टेको भाउ। मुन्टेकी आमा, बुहारी के गरेछिन् कोनी? एक गिलास पानी भन न है।
साह्रै ओठ घाँटी सुकिसक्यो मेरो त। घरि कस्तो भयो फेरि। बुहारी ए बुहारी होइन यो केटी त बोल्दैन त कहाँ गएछ? होइन यो केटी किचनमा पनि छैन, गएछ कहाँ? होइन यो केटी कहाँ गए? जुठा भाँडा त्यत्तिकै छ, सबै काम लथालिङ्ग छ। भुन्डेको बुवाले तिर्खा लाग्यो भन्दै हुन्थ्यो, पानी पो लगिदिनु पर्यो। पानी लिनुहोस्। अनि बुहारी कहाँ बिर्सिन् त भन्टेकीमा? खोइ भान्साघरि जुठामा छाएर बस्छ छन्, कहाँ मुन्टिकेको नि थाहा छैन। किन त्यसो भने कि केही कामै परेर निक्लेकी होली नि। फेरि छोरी पनि त छैन घरमा, नन्दा भाउजू कतै निक्ल्यो होला नि। छोरी त यतै होली नि। छोरी ए छोरी। हजुर हजुर किन बोलाउनु भएको आमा? कहाँ गएथिस् छोरी? अनि भाउजू खोइ त? म पसलबाट दुध किनेर आउँदै थिएँ, भाउजू भर्याङबाट झर्नु हुँदै थियो। हजुरहरूलाई सोधेर जानुभएको होइन र? भाउजू एक्लै हो कि भाउजूसँग अरू कोही थिए? भर्याङबाट त एक्लै हुनुहुन्थ्यो। छतबाट हेरेको एउटा केटा मान्छेसँग स्कुटीमा जानुभयो। ए कुरा त त्यसो पो हो। सुन्नु होला नि तपाईँको बुहारीको चाल। किन र के भयो? केही काम पर्यो होला, कतै गइन होला, आइहाल्छिन् नि। अझ त्यही भनेर पुलपुल ल्याउनु। घरमा काम लठी बात्र त्यसै छ, कहाँ गएकी हो कमसेकम सोधेर जानु पर्दैन? कहाँ हिँड्नुभएको भाउजू भनेर सोद्धाखेरि रिसाएर जानुभयो। सुन्नुभयो नि कुरा, बुहारीलाई टाउकोमा टेकाउनु भयो, कुन छोरी कुन बुहारी भन्नुभयो। अहिले आएर हेर्नुहोस् त बुहारीको नतिजा। घरको काम लथालिङ्ग छोडेर बुढाबुढीले के खाए के खाएन हेर्नु छैन, ऊ त्यही पनि गएर केटासँग खुब बुहारीलाई छोरी सम्मान गर्नुभएको होइन? त्यसो नभन न, कुनै काम पर्छ निस्केकी होली नि। त्यसो भनेर हुन्छ? गेटमा स्कुटी लिएर छोरा मान्छे आएको थियो अरे, त्यो छोरा मान्छे चाहिँ को रहेछ पत्ता चाहिँ लाएर छाड्नु पर्यो। छोरी त स्कुटी लिएर आउने मान्छे चिन्छस् त? मैले चिनेको त छैन आमा, मैले हेर्दा चाहिँ मोटो मोटो मान्छे हुनुहुन्थ्यो। ओ सुन्नुभयो नि कुरा, श्रीमान खाडीमा सास्थे, श्रीमती नेपालमा मस्थे। कतै हाम्रो बुहारी पनि त्यस्तैमा त फसेको छैन हाम्रो बुहारी। छोरा मान्छे आएको थियो स्कुटी लिएर। ए तिमी पनि चाहिने नचाहिने शङ्का गर्छौ क्या? कुनै काम पर्छ गएकी होली नि। फेरि हामीलाई नसोधे पनि छोरा त पक्कै सोधेर गएकी होली। बाँकी बस्यो मोटरसाइकलमा गएको कुरो। अहिलेको जमानामा तिमीलाई थाहा छैन, कहीँ जानु पर्यो भने मोटरसाइकल त बोलाउँछ मान्छे, पठाओ भन्छ, इन्ड्राइभ भन्छ, यी सब मोटरसाइकल लिन आउने हुन् नि। उसले अर्डर गरेर बोलाएकी होला क्या? बरु भोग लागिसक्यो, जाऊ न केही खानेकुरा व्यवस्था मिलाऊ। अब आफैले त मिलाउनु पर्यो नि। बुहारी भनाउँदै कता हिँडिहाले, जाउँ छोरी हिँड भान्सातिर।